आज साली नानीलाई र सालो केटालाई एयरपोर्टतिर घुमाउन लिएको। एयरपोर्ट त्यहाँ नजिकै छ। छोराले चप्पल लाउन जानेको छैन, आमा रिसाइरहेको छ। छोराले चप्पल छरायो भन्दैमा आमा फायर भएको छ। हामी एयरपोर्टको नजिक आइपुगेका छौँ, तर एयरपोर्टभित्र जान दिन्छ कि नै भन्ने चासो चाहिँ हाम्रो बुढीको छ अनि हाम्रो साली नानीको पनि छ। हामी अहिले कमल होटल एन्ड रिसोर्स जाने बाटोनिर आइपुगेका छौँ। यो कमल ओलीको होटल जाने बाटो हो। एयरपोर्टको गेट, एयरपोर्टको साइनबोर्ड हो यो। हामी एयरपोर्टको गेट नजिक जाँदैछौँ, तर जान दिन्छ कि दिन्न भन्ने कुरो छ अगाडि। हेरौँ अब कस्तो हुन्छ। जान दियो भने भित्र छिर्छौँ, भित्रको दृश्य पनि देखाउँछौँ। अब पुलिस मामाले के भन्नुहुन्छ भन्ने कुरा हो। मामा उभिनु भएको छ गेटमा, अब कस्तो हुन्छ भित्र हेरौँ। अब दाङ एयरपोर्ट तुलसीपुरको हामी फर्किँदैछौँ। एयरपोर्टभित्र जान पाइएन। अब अशोक साहबले गाली गर्नुहुन्छ भन्ने कुरा आइसकेपछि किन जाने हो र अगाडि होइन बरेनौँ के रे पुलिसका हामी भान्जा भान्ज्यौँ पुलिसका। तिम्रो पनि भान्जा भान्ज्यौ पुलिसका। तर मामाले भित्र जान दिनु भएन त। के भनाइ छ यसमा? के भन्न चाहन्छ निर्मला? मामाले भित्र जान दिनु भएन। मामाले मामाको घरभित्र छिराउनु भएन। के भन्छौ तिमी यसमा? तिम्रो के भनाइ छ? कसैका नहुने होइन यस्ता मुर्दार मामा। स्कुलतिर जाँदैछौँ, भित्र यसो भिजिट गर भनेर जान। यो घरको डिजाइन चाहिँ एकदम राम्रो रहेछ है। कस्तो घर हो, लास्ट मन पर्यो घरको डिजाइन चाहिँ है मलाई। अब गुरुकुलभित्र जान दिन्छ कि भन्ने कुरा हो। एयरपोर्टबाट फर्किसक्यौँ। अब यहाँको सिक्युरिटीले त के भन्नुहुन्छ भन्ने कुरा हो। अब सबै हामी म पनि छु जसले भ्लग बनाइरहेको छ अहिलेसम्म। अनि हामी हिँडिरहेको छौँ। अब हेरौँ के हुन्छ कसो हुन्छ है। म अपडेट दिँदै गर्छु अगाडिको कस्तो हुन्छ भनेर। गुरुकुलको साइनबोर्ड ल सूर्यको भ्यू चाहिँ दामी आउँदो रहेछ यहाँनिरबाट है। सूर्यको गुरुकुलको यो स्कुल हो। हामी भित्र प्रवेश गरिरहेको छौँ। हाम्रो अङ्कल देखिनु भएको थियो, भित्र जानुभयो। भित्र प्रवेश गरिसक्यौँ, गुरुकुलभित्र प्रवेश गरिसकेका छौँ हामी। एक स्विमिङ पुल पनि छ गुरुकुलभित्र, गुरुकुलको स्कुल। अनि यो गुरुकुलको अफिस हो, गाडीहरू। अनि यतातिर पनि छ भवन। यतातिर गुरुकुल मूर्तिहरू, त पिले ग्रुपहरू छ। यतातिर यो खेल्ने खेलकुदहरू, डाइनोसरको पनि चित्र रहेछ, मूर्ति रहेछ र हलको रहेछ, मोटो पातलुको रहेछ। अनि हाम्रो क्रोकोडाइल पनि छ। यी सानो हात्ती बसेको छ। पिले ग्रुपहरू यो सबै हाम्रो गुरुकुलभित्रको हो। सब घुम्न आइरहेका छन्। साली नानी, बुढी, छोरा, सालो। गुरुकुलभित्र यो स्विमिङ पुलको पनि सुविधा रहेको छ। यो ठुलाको स्विमिङ पुल, यो सानोको स्विमिङ पुल, सधैँ सुविधा रहेको छ गुरुकुलभित्र पनि। मैले यहाँ छोरालाई गुरुकुलमा पिङ पनि खेलाएँ र छोरो खुसी भएको छ एकदमै। छोरो एकदमै स्माइल दिइरहेको छ, लाजाले उसो हाँसिरहेको छ मेरो छोरो। अनि एकदम सिधा लाजाले उठाएको तल बनाएको छ। यता हेर्दै मम्मीलाई हेर्दै मम्मी नआए भन्छ। लाज मानेको छ सिगानको। खुसी भएको छ भयो। ग्रुपको लागि त खेल्ने सुविधा पनि रहेछ। बाबु अरू खेल म अरू खेल पनि भनिरहेको छ। यो गुरुकुलको भित्रको भ्यू हेर्नुहोस्। गुरुकुलको साँझको भ्यू। अहिले त्यतिखेर 6:30 बजिरहेको छ। अनि यो गुरुकुलमा एउटा बत्ती झिमिझिमी गरिरहेको छ। भवन गुरुकुलको भवन हो यो। यतातिर स्विमिङ पुल रहेको छ। यतातिर स्विमिङ पुल रहेको छ। उतातिर गेट देखाइयो। यो मेन गेट तपाईँको प्रवेश गेट। यो अफिस बिल्डिङ, स्कुल बस पार्किङहरू। यो हामीले साली नानी फेरि हाई गरिरहेको छ। हामी निस्किन लागेको छौँ। बाबु चाहिँ स्कुलको बसमा चढ्ने भनेर हैतान गरिरहेको छ। स्कुलको बस चाहिँ ढोका लागेको छ। अब हामी बाहिर निस्किन लागेको। गुरुकुलभित्रको युज मी एकदम राम्रो आँखा तरिरहेको छ। मेरो छोरीले के हो भनिरहेको थियो। गुरुकुल एकाडेमी एकदम नाम जस्तै भित्र पनि एकदम सुन्दर आएर रहेछ र पढाइ पनि एकदम राम्रो छ। भर्ना पनि खुलिसकेको छ। आएर भर्ना पनि गर्न सक्नुहुन्छ। निर्मला हामी एयरपोर्टभित्र त जान पाएनौँ, तर गुरुकुलमा जान पायौँ। गुरुकुल घुम्यौँ। कस्तो लाग्यो तिमीलाई? कस्तो अनुभव लाग्यो? गुरुकुल स्कुल कस्तो लाग्यो? गुरुकुल स्कुल लास्टै राम्रो थियो। हुन्छ ब्युटिफुल राम्रो होइन एकदम सिधा। यो गुरुकुल अगाडिको हाइवे एयरपोर्टदेखि हल्का माथि। ल साथी हो फाइनली अब
घुमेर एयरपोर्ट घुमेर गुरुकुल घुमेर घर पनि आइपुगियो होइन। यहाँतिर मम्मीले फोहोरसोरहरू खेरेर चलाउनु भएको रहेछ। माथि मम्मी बस्नु भएको छ। फाइनली घुमेर पनि आइगयो, घर पुगियो। ऊ माथि मम्मी लिएर दाइको छोराले लिइरहेको छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। मेरो यो पहिलो भ्लगको माया गरिदिनु होला है सबैजनाले। आजको भ्लग यति भन्दै म सिधाउन चाहन्छु।